हेर्नुस् पानी चाहिँ यता चाहिँ सुक्खा छ, उता चाहिँ हेर्नु पानी एकदम चल्दैछ। यहाँ कुन चाहिँ मान्छे फेला परे हो, यहाँ बाँसे भित्र मान्छे छ भनेर खोज गर्दैछ। होइन रहेछ। हेर्नुस् यस्तो दृश्य छ हाम्रो गाउँको। जोर से बाजा न, कैमरा बाजा पर्छ। यो पानी हेर्नु कस्तो रफ्तारमा बढ्दैछ पानी। भिडियो में पठा देने रहेगी ज्यादा कम्प्लिट। त्यो चाहिँ हो खोला छ, हो यहाँ खोला छ। यो खोलाको दृश्य म देखाउँछु कति पानी छ खोलामा, त्यो पनि हेराउँछु। अहिले म यतिसम्म मात्रै हो। हामी नथाम्ने हो, नसक्ने हो, हामी हेर्ने हो, नल्याङ गर्ने हो। यो बाटोहरुमा हेर्नु गाईहरुको बच्चाहरु बाँधेको छ। पुरा घर घर पानी पसेको छ। त्यसै कारणले गाईहरु यहाँ बाहिर निकालेर बाटोमा बाँधेको देखाउँदै छु। यहाँ घर पनि भत्किसकेको छ। कमेन्ट भी कर दीजिएगा। हेर्नुस् घर यस्तो दशा बनाएको छ। हेर्नु यहाँ पानीको रफ्तार हेर्नु। पानी आउने भनेको यतै घाट अगाडिबाट हो कि। ज्यादा कम लगा बबुरा हेर्नु यतातिर पुरा भत्किसकेको छ। यस्तो दृश्य छ हाम्रो गाउँको, के भन्नु सर। जतिजनाले हेर्नु भएको छ नदीको पानी घट्लै गिर भयो। सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्नु होला। यहाँ यति जति छ, यहाँदेखि यहाँसम्म अलिकति अग्लो ठाउँ भएर माथि भएर पानी नआएको यता। यता छेउछेउ फेरि बग्दैछ पानी। हेर्नु म हेर्दैछु यो छेउछेउ चाहिँ पानी जाँदैछ। यो बाटोमा चल्न नचढ्या हो। म तपाईहरुलाई वहाँको खोलाको नजारा देखाउँछु। यो खोलाले गर्दा पुरै गाउँ डुबाउने भयो। सिंगिया खोला हो। हेर्नुस् पानी यता पनि बग्दैछ। यो धानहरुमा पुरै पानी छ कि पुरै धानहरुमा पुरै पानी छ। हेर्नु न पानी छ पुरै। नमस्कार नमस्कार नमस्कार।